ल गुड मर्निङ सबैजनालाई। आज चाहिँ हाम्रो गुड सन्डे। हामी आज डोकीक्यारीको लागि जाँदैछौँ। योभन्दा प्रिभियस हाम्रो ट्रेनिङ स्केड्युल चाहिँ अब सन्डे हाम्रो अमरसिंह ग्राउन्डमा ट्रेनिङ हुन्थ्यो भने हाम्रो अहिले चाहिँ थोरै ट्रेनिङ प्लान चाहिँ चेन्ज भएको छ। त्यही भएर सन्डे चाहिँ हाम्रो डोकीक्यारी रहेको छ। त्यही भएर सबैलाई हामी आज हाम्रो कहाँ हो डेस्टिनेसन? मेथलाङ हो। प्रायः जसो अब नयाँ हुन्छ नि, अब केही कुरा नयाँ हुँदाखेरि चाहिँ अब प्रायः जसो हामी यो डोकीक्यारी इत्यादि जेमा सुरुमा चाहिँ हामी मेथलाङै जाने गर्छौँ, किनकि मेथलाङ चाहिँ मेरो बेस्ट डेस्टिनेसन हो जहिले पनि। ल केटाहरू रेडी छ? रेडी छ? ल मुभ हुँ न त। ल मुभ। मनोज ढोका हान्दैौ न तिमीले? ए हुन तिम्रो सेलेक्सन आएछ है। ल अहिले चाहिँ हामी यो रानी पौवा रञ्जित काष्ठ उद्योगतिर आइसकेका छौँ। हामी अगाडि बढ्दैछौँ अहिले चाहिँ। ल ल ल ल भाइहरू क्रमशः अघि बढ्दैछ। ल अहिले चाहिँ हामी लगभग अब लभली हिल क्रस गर्दैछौँ अनि हामी मेथलाङतिर लम्किँदैछौँ है। भाइहरू पनि क्रमशः अघि बढिरहेको छ। एक ग्रुप त्यता छुटेछ थोरै नसकेको कारणले। ए छिटो आऊ केटाहरू, छिटो छिटो। छिटो 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 जाऊ। ल हाम्रो लास्ट डेस्टिनेसनमा हामी आइसकेका छौँ। अब मनोज अनि हाम्रो मित भतिजा आइसकेका छ। ल टोलीहरू क्रमशः आउँदैछ हाम्रो अन्तिम डेस्टिनेसनतिर लगभग अब आउँदैछ केटाहरू। हाम्रो सुदीप पनि आइसकेको छ। यो चाहिँ मेथलाङ यता टपमा आइसकेका छौँ हामी। क्रमशः दिवस कोइराला, हाम्रो लक्ष्मण तामाङ भाइहरू पनि आउँदैछ। हाम्रो उपेन्द्र गुरुङ लमजुङको भाइ, हाम्रो सन्जो गुरुङ भान्जा चेतन, बिराङ भाइ छिटो यहाँसम्म हानु न, यहाँसम्म हानु न भनेको। ल्याउ यहाँसम्म छिटो भागेर आऊ। ए यहाँसम्म भागेन भने छिटो यहाँसम्म। एकजना चाहिँ अन्तिम डेस्टिनेसनमा आएर चाहिँ गिभ अप दियो है। ठिक छ। क्रमशः हाम्रो पिटिटी रोशन फुलामी, हाम्रो आविष्कार सबै अन्तिम डेस्टिनेसनसम्म आइपुगेको छ। ल हाम्रो निरञ्जन श्रेष्ठ पनि अघि बढिरहेको छ। अन्तिम डेस्टिनेसनमा आएर रेस्ट हाउसमा बसेको छ। फेरि दुईजना भाइहरू निकै तम्सिँदैछ। साहिल पन्त मलाई लाग्छ एउटा वाह विपिन भाइ। ल हाम्रो राजेश श्रेष्ठ भाइ पनि ल लास्ट डेस्टिनेसनमा आइसकेको छ। प्रताप बैदास भाइ पनि आफ्नो डेस्टिनेसन कम्प्लिट गरिसकेको छ। ल समीर भाइ, हाम्रो दुईजना घनश्याम अनि अर्को मौसम भाइहरूले पनि कम्प्लिट गरिसकेको छ। ल क्रमशः हाम्रो दिपेश गुरुङ गोर्खाको भाइ अनि त्यसै गरेर हाम्रो विजय भाइहरू, चिडी भाइहरू पनि लगभग आफ्नो अन्तिम डेस्टिनेसनमा आइपुगिसकेको छ। ल ल ल ल दुईजना
स्टुडेन्ट पनि ट्रनी पनि पछिल्लो 1-2 वर्ष पछि चाहिँ भाइहरूको उमेर पुग्छ। उनीहरू पनि लगभग आफ्नो अन्तिम डेस्टिनेसनमा आइपुगेको छ। समीर बुढा पनि आइपुग्यो। ल मौसम थापा भाइ पनि ल आजको डेस्टिनेसन कम्प्लिट गरिसकेको छ भाइले पनि। ल भाइहरू यस कम्प्लिट गरिसकेको छ। लास्ट म्यान तिमीहरू हो? ल लगभग सबैजना आइसकेको छ हाम्रो। आजलाई हाम्रो भिडियो यति नै। धन्यवाद।